हेलो साथीहरू, आज चाहिँ मैले बनाउन लागेको काँक्रोको अचार। काँक्रोलाई चाहिँ सुरुमा चाहिँ यो काँक्रोलाई चाहिँ मैले पखालेर ल्याएँ। अब यसको बाहिरको बोक्राहरू म अलिअलि गरेर तास्छु। मैले चाहिँ काँक्रोलाई यसरी काटेको छु। अब बिस्तारै बिस्तारै सबैको यो भित्रको सबै काँक्रोको गिट्लाहरू सबै निकाल्न पर्छ। यसरी मैले चाहिँ काँक्रोको गिट्लाहरू सबै निकालिसकेँ। अब यसको चाहिँ बिचबाट सानो ठिक्कको बिचमा काट्नुपर्छ। मैले चाहिँ काँक्रोलाई यसरी काटेको छु। अब यसलाई घाममा सुकाउन पर्छ। मैले चाहिँ काँक्रोलाई यसरी घाममा सुकाएँ। दिनभरिको घाममा सुकाइसकेपछि यसको पानी चाहिँ सुक्छ। जुन पानीले चाहिँ काँक्रोलाई धेरै नै ज्यादा नै कुहाउने गर्छ। त्यो पानी सुक्यो भने मात्र अचार राख्नुपर्छ। मैले चाहिँ अचारमा पनि काँक्रोमा पनि यो खुर्सानी राख्ने भनेर चाहिँ मैले खुर्सानी पनि काटेर सुकाएको छु। यसलाई घाममा सुकाइसकेपछि साँझपख राख्नुपर्छ। अब चाहिँ काँक्रोको अचारमा हाल्नको लागि मसलाहरू रेडी बनाउँदैछु। सुरुमा मेथीलाई भुट्ने। अब मेथी हल्का कालो भइसकेपछि मैले चाहिँ मिक्स मसलाहरू राख्दैछु। यसमा छ जिरा, धनियाँ थोरै। मैले यति मात्र थियो मसँग, यति मात्रै बनाउन लागेको छु। यसलाई भुट्ने, मजाले भुट्ने। यति भइसकेपछि मैले चाहिँ यो तोरीलाई चाहिँ लास्टमा राख्छु, किनकि तोरी धेरै जल्यो भने तितो हुन्छ। त्यसैले लास्टमा राख्दैछु। यसलाई चाहिँ मैले भुटेर एउटा प्लेटमा राखिसकेँ। अब यसलाई चाहिँ तपाईसँग जे छ त्यसमै पिस्नु होला। पिसेर एकदम मसिनो बनाउनु होला। मैले चाहिँ यसरी पिसेँ। यो चाहिँ यो ठुलो चाहिँ खुर्सानी मैले यतिकै नै ठुलो नै छोडिदिएँ। धेरै मसिनो त भएन। यसरी चाहिँ पिसेँ, रेडी भयो। मैले चाहिँ तिमुर थोरै पिसेर तिमुर पनि पिसेर राख्दैछु। मैले चाहिँ थोरै कागतीको रस पनि निकालेँ। अब म चाहिँ बिहान घाममा सुकाएको खुर्सानी र काँक्रोलाई मसलाहरू हालेर मोल्दैछु। यो चाहिँ हामीले अघि पिसेको मसला हो। यसलाई चाहिँ म सबै राख्दिन्छु। अनि अब मैले चाहिँ यसमा काँचो बेसार राख्दैछु। तपाईहरुले तेलमा गरेर पनि राख्न सक्नुहुन्छ। तर मैले चाहिँ काँचो राखेँ भने चाहिँ यसले कलर राम्रो दिन्छ। त्यसैले अब मैले चाहिँ यसमा नुन राख्दैछु। एक चम्चा जति नुन मैले यसमा राखेँ। अब यसमा मैले अघि निकालेको कागतीको रस पनि यसमा राख्दैछु। तेललाई राख्दैछु। यसलाई चाहिँ मजाले मोल्नुपर्छ। अब चाहिँ मैले मोलेर रेडी गरिसकेँ। अब नुन ठिक छ कि छैन भनेर तपाईले टेस्ट पनि गर्न सक्नुहुन्छ। अब मैले चाहिँ यो भाँडोमा राख्दैछु। तपाईहरु सिसाको भाँडोमा पनि राख्न सक्नुहुन्छ, जसमा बनाएर राखे पनि हुन्छ। मैले चाहिँ यसमै राख्दैछु। अब यसलाई चाहिँ मजाले तलसम्म राख्नु होला। मेरो अचार त कम भयो क्या हो। यसलाई चाहिँ मजाले बिस्तारै तल खाली ठाउँ नहुने गरेर खिच्नु होला। अब राखिसकेपछि
थोरै माथिबाट मैले टिमुरको दानालाई राखिदिन्छु, किनकि यसले टिमुरको दानाले चाहिँ अचारलाई चाहिँ बिगार्नबाट बचाउँछ। यसलाई चाहिँ माथिबाट थोरै नै टिमुरको दाना राखिदिनु होला। फाइनली साथीहरू अचार रेडी भइसक्यो। मेरो भाँडो चाहिँ अलिकति ठुलो भएछ। मैले चाहिँ खासमा एउटा काँक्रो चाहिँ मैले पुरै नै काटेन, किनकि यसमा अटाउँदैन भनेर चाहिँ मैले काटेन, तर भाँडो चाहिँ ठुलो नै भयो। तर केही छैन, तपाईँहरू पनि काँक्रोको अचार बनाउन चाहनुहुन्छ भने चाहिँ यसरी नै बनाउनु होला। यसरी बनाउँदा मिठो अनि स्वादिष्ट हुन्छ है त।